बाबु खै एक गिलास पानी ल्याऊ त। बाबा भोलि सैटरडे हाम्रो स्कुलमा प्यारेन्ट्स डे थियो। सबैको प्यारेन्ट्सहरू आउनुहुन्छ। हाम्रो यो भन्दा अघिल्लो चोटि पनि भ्याउनु भएन, भोलि त भ्याउनु हुन्छ हैन बाबा? ओहो छोरा, मेरो त हेर न शनिबार भए पनि अफिस नगई हुँदैन। अफिसमा मिटिङ छ, मिटिङ एटेन्ड नगरी हुँदैन मेरो त छोरा। ए बाबा, अस्तिको पालि पनि त्यही भन्नुभयो, यसपालि पनि त्यही। सबैको प्यारेन्ट्स आउनुहुन्छ, मेरो मात्र आउनुहुन्न। मेरो पनि एक्ट थियो। तिम्रो मम्मीलाई भन न, मम्मीले भ्याउँछ होला नि त। ए बाबा, मम्मीको स्कुलमा पनि भोलि रिजल्ट छ अरे, मम्मी त भ्याउनुहुन्न। तपाईँलाई पनि भन्नुभएको छ, तपाईँ भ्याउनु न, जसरी पनि भ्याउनु न। त्यति के रे, मम्मीले पनि भ्याउँदिन अरे, रिजल्ट छ अरे। अब के हो नि त छोरा, अब यसपालि पनि यस्तै भयो, अर्को पालि चाहिँ जाउँला नि त। बाबु तेरो पेन कहाँ छ? ए ब्यागमा? ए यही त रहेछ नि ब्याग। सावधान, कहीँ कतै हामी अभिभावकहरूले कामलाई मात्र प्राथमिकता दिँदा हाम्रा बालबच्चाहरूलाई दिनुपर्ने समय नदिएर गल्ती त गरिरहेका छैनौँ। कतै यही महत्त्वपूर्ण समयको कमीको कारणले हाम्रा बालबच्चाहरू त कुलतमा फसिरहेका छैनन्।